तपाईहरु दक्षिण कोरियामा हुनुहुन्छ र तपाईले यो वर्षभरि चाहिँ एकदमै धेरै खर्च गर्नुभएको छ अथवा तपाईको कार्डबाट चाहिँ धेरै सामानहरु पर्चेज गर्नुभएको छ भने चाहिँ तपाईले पे ब्याक पाउने अफर आएको छ। यो अफर चाहिँ यही डिसेम्बर 31 तारिखसम्म रहेको छ। यो 31 तारिख भित्र तपाईले पे ब्याक पाउनको लागि सिन्छङ गरिसक्नु पर्नेछ। यो सिन्छङ गर्ने तरिका चाहिँ तपाईलाई मैले एकैछिनमा यही भिडियोमा जानकारी दिनेछु। यो पे ब्याक चाहिँ तपाईले नगद अथवा क्याशमा रिटर्न नभएर तपाईको पोइन्ट अथवा कुपनमा आउनेछ। त्यो पोइन्ट अथवा कुपनले चाहिँ तपाईले शपिङ गर्न सक्नुहुनेछ। अधिकतम तपाईलाई 1 लाख वोन बराबरको चाहिँ पे ब्याक हुनेछ र पे ब्याकको लागि सिन्छङ गर्ने तरिका यो भिडियोमा छ है त। सबभन्दा पहिला तपाई कुनै पनि ब्राउजरमा गएर साङसेङ पे ब्याक भनेर यसरी कोरियनमा सर्च गर्नुस्। तपाईले इंग्लिशमा सामसङ पे ब्याक भनेर सर्च गरे पनि हुन्छ। गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यसो खुलिसक्यो भने चाहिँ यहाँ पहिलो यसमा क्लिक गर्नुस्। त्यसपछि यहाँ तपाईले सिन्छङ हागीमा फेबेक सिन्छङ हागीमा क्लिक गर्नुस्। क्लिक गरिसकेपछि तपाईले खानफेन इन्जुङ भन्नेमा क्लिक गर्नुस्। यो क्लिक गरिसकेपछि चाहिँ तपाईले यो खाखाओथकलाई सिलेक्ट गर्नुस् अनि आफ्नो डिटेल्स भर्नुस्। नाम भर्नुस्, डेट अफ बर्थ भर्नुस् अनि त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुस्। मोबाइल नम्बर राखिसकेपछि थम्ब गर्दिएर यो मधु थुङे हागो इन्जुङ योछङमा क्लिक गरेर यसरी तपाईले काकाओटकबाट सर्टिफिकेट भेरिफाई गर्नुस् पहिला 1 नम्बरमा। यस्तो आयो भने चाहिँ यहाँ तपाईले यो तीनवटै बक्समा टिक लगाएर भेरिफाईमा क्लिक गर्नुस्। भेरिफाई गरिसकेपछि हैज बीन कम्प्लिट भनेर यसरी आउँछ। यसरी इन्जुङ वाल्योमा क्लिक गर्नुस् राइटपट्टिको निलो बटनमा। यदि गरिसकेपछि तपाईको यो चाहिँ कम्प्लिट हुन्छ र यहाँ तपाईले कुन महिना कति खर्च गर्नुभएको छ भनेर यसरी 9 महिनादेखि 12 महिनासम्मको तपाईको कार्डबाट खर्च भएको पैसाहरु देखाउँछ। यसरी तपाईले पे ब्याकको लागि सिन्छङ गरिसकेपछि तपाईको मोबाइलमा यस्तो खालको मेसेज आउँछ 1-2 दिन भित्रै। यो मेसेज आइसकेपछि तपाईले फेरि मैले अघि भनेको सामसङ पे ब्याकको वेबसाइट भित्र गएर तपाईको अनुमानित पे ब्याक कति हो भनेर यसरी चेक गर्न सक्नुहुनेछ। यो पे ब्याक चाहिँ 2026 को जनवरी 15 तारिखमा तपाईको यो वालेटमा आइपुग्नेछ। यस्तै जानकारीको लागि तपाईले मलाई टिकटक, फेसबुक, युट्युबमा फलो गर्नु होला। मेरो युट्युब च्यानलमा चाहिँ कोरियामा रहने यस्तै खालका इन्फर्मेसन भिडियोहरु चाहिँ अपलोड गर्दै आइरहेको छु। मेरो युट्युबको लिंक माथि प्रोफाइलमा पिन छ, गएर चेकआउट गर्नु होला। अन्तिमसम्म भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।